हामी मराङ कोट भन्ने जाने ठाउँमा डेस्टिनेसनतिर अब लगभग आइपुग्न लागेको छौँ। अब अफरोड सुरु भयो। अफरोड हावा चल्यो यार। तर रमाइलो छ यार गाइस। तर यार हाम्रै माथि माथिबाट गइरहेछ बे बादल त हेर्नु त गाइस। हावा जस्तै मलाई गरेको ठाउँ चाहिँ हैन, ठाउँ चाहिँ भवालै ठाउँमा छ गाइस। भिजिट गर्न आउनु होला है त। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। अनि मेरो भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि 2-3 दिनको वर्षापछि होइन कहीँ निस्किन पनि पाइएन, भिडियो सुट गर्न जान पाइएन। अनि त्यस्तै छ, जात्राहरू पनि नजिक आउँदैछ। अनि जात्राहरूको मात्रै राख्दैछु मैले भिडियो चाहिँ गाइज होइन। अनि हेरिदिनु होला, मन पराइदिनु होला। अनि जात्राहरूको अब 14 गते गाई जात्रा पनि छ, त्यसमा पनि मैले राख्छु भिडियो गाई जात्राहरूको। एकदम रमाइलो हुन्छ। आज चाहिँ प्रचण्ड भाइ र म भएर होइन मरङकोट भन्ने पाल्पामा छ, त्यो ठाउँमा जाँदैछौँ। एकदम लभली प्लेस छ। अनि त्यहाँ जाँदैछौँ। अनि भिडियोहरू कस्तो लाग्छ तपाईँहरूलाई भनिदिनु होला। अनि आज त्यहीँ जाँदैछौँ। बिचको मैले हल्का राम्रो ब्युटिफुल होइन, ब्युटिफुल मात्रै लभली यस्तो नेचर हुन्छ नि, टक्क तिनीहरूको मात्रै भिडियो हल्का बिचमा गराउँदै जाँदैछु। अनि त्यो चाहिँ अलिकता हुन्छ नि बटुक पाइने बुटोल जाने रोड हो कि डुम्रे चर्चरी साइड, त्यो कताबाट जानुपर्छ अरे त्यो मलाई पनि थाहा भएन। तै पनि अब गइन्छ दाजुभाइ। अनि गएर सोध्दै जानुपर्छ। आज मरङकोट रमाइलो हान्नुपर्छ। अनि दाजुभाइ भएर हेर्दै गर्नु होला गाइज। अहिले चाहिँ गाइज हामी प्रवास आइसक्यौँ होइन। अनि के छ भन्दाखेरि आज हतारमा हिँडेको त पुरा लाइसेन्स ल्याउनु बिर्सिरहेछ पुरै। यस्तो झ्याउ भयो। अब यता फेरि चेकिङ बस्यो भने झ्याउ हुन्छ। माथि बर्तुङ तल त नबसेको है। अनि यहाँ एक ठाउँ छ चेकिङ बस्ने ठाउँ। अनि त्यहाँ बसेको बस्यो नि लगभग नबसी भएर हुन्थ्यो होइन। त्यस्तै छ, न त बस्यो भने बर्बाद पार्छ यार। कस्तो बिर्सेछु हुन त, मोबाइलमा छन त छ होइन, लाइसेन्सको बिलबुकहरूको फोटो खिचेर राखेँ त्यस्तै पर्ला कुनै बेला होइन भनेर। यस्तो गर्दा छिटो खाना खाएर जानु पऱ्यो। फेरि पानी पऱ्यो भने बर्बाद हुन्छ भनेर खिचिदिनु जानु पऱ्यो। छिटो गरेर छिटो आइदिनु पऱ्यो भनेको त लाइसेन्सै राख्ने बिर्सेछु यार। चेकिङ भयो भने त उल्टै 1000 ठटाउँछ कि मानिसमा फकाउने मोबाइलको देखाउने के अरे। नत्र नि त्यस्तै गाइस। अब प्रवास आइसक्यो होइन। अब प्रवासबाट हल्का भिडियो गराउँदै जाने गाइस। धेरै गराउनु। यो बाटो पनि मैले धेरै चाहिँ गराइरहेको छु, तपाईँले हेर्न सक्नुहुन्छ। अनि बबाल छ होइन, यतातिर पनि अहिले कमलको फुल फुलेको छ बबाल तरिकाले। अब चाहिँ गाइस अब माथि चाहिँ जानुपर्ने छ। अनि कति टाढा चाहिँ के छ थाहा छैन। अनि हल्का त्यो पेट्रोल हालिदिनै पर्ने भयो होइन। अब हामी यहाँ तलतिर आइरहेको छ, प्रवासबाट यता लागेको छ वृन्दावन, कतिलाई थाहा छ। अनि हल्का पेट्रोल हालेर हिँड्छौँ 500 को, धेरै होइन। अनि छन त छ, तै पनि पुग्छ कि पुग्दैन भनेर उस भएर होइन। चट्ट अब 500 हालिदिनु पर्ने हुन्छ। पेट्रोल त भयो चाहिँ मान्थेँ मैले यार। $500 हालिदिनु त, छन त रहेछ 500 को। मनाली कति रुपियाँ लिटर छ अहिले? 176। कति चाहिँ बढ्ने घट्ने भइहाल्छ यार। लाउनु फुल भयो फुल। कतिको गयो नि? धेरै गएन। मेरो पेट्रोल चाहिँ फुलै रहेछ गाइस, त्यही भएर 200 को गएछ। अनि 300 फिर्ता आयो। अब जानुपर्छ जे होस्, रमाइलो गर्दै रन्किँदै मजाले होइन। सरर
अनि हाम्रो यो कुरा चलिरहेको छ गोरु काटेर खाने कुरा चलिरहेको छ गाइस के कसो हो बहुजातीय बहुधार्मिक सबै त्यस्तो भएर हाम्रो हिन्दू राष्ट्र नेपाल भएर पनि यस्तो भइरहेको छ के हो तर एक प्रकारले हेर्दाखेरि के कसो अब त्यस्तै छ हैन अब जातले दिएको पनि हुनसक्छ तै पनि त्यस्तो गर्न नहुने लुकीछिकी खानुपर्ने हो अब त्यो सोसल मिडियामा राख्यो भने त पुरा डेन्जर भइहाल्छ नि यार सोसल मिडियामा राख्ने हेर्दैन त्यस्तो तै पनि राखे पनि अब त्यस्तो गर्नु हुँदैन थियो कडाभन्दा कडा कारबाही हुनुपर्छ मेरोबाट चाहिँ हैन मेरो भनाइ चाहिँ त्यही छ कडाभन्दा कडा कारबाही हुनुपर्छ तिनीहरूलाई त्यही गाई त्यस्तो गर्नु हुन्थेन तै पनि हैन तर धेरै बोल्नुहुन्न झ्याउ हुन्छ हैन म फेरि सानो युट्युबरलाई फेरि झ्याउ भइहाल्दा नि फेरि अलिक ठुलो भए पो सपोर्ट हुन्छ रे घरि के अनि मदन पोखरातिर कोले हेर्नुपर्छ गाई सब्सक्राइब गरिदिनु होला अनि मजा चाहिँ फेरि यहाँ आउँछ कि चुइँ दौडाइदिनुलाई हेर्नु न अब बवाल छ कि यहाँ बाटो फेरि गाई अहिले भनेको हेर्ने भनेको घुम्ने भनेको यही बेला हो कि नेपालमा सर होइन हुन त अहिले बर्खा सरखा लाग्छ तै पनि घाम लागेपछि बर्खा सरखा भएपछि टक्क जताततै हरियाली हुन्छ सर घुम्न मजा हुन्छ त्यही हो अनि प्रचण्ड भाइ पछाडि बसेछन् बिस्तारै बिस्तारै हामी दुई भाइ गफ गर्दै हिँडिरहेको छौँ अनि यतातिर फेरि के हुन्छ भने तपाईँको च्याउ कटर सटर के बेच्ने पनि हुनुहुन्छ क्या अनि यहाँ 30 को मात्रै राख्नु भनेको छ 30 को स्पिड हेर्नु होला कतिको छ होइन अब यहाँ बवाल हान्नुपर्छ खिच्नुपर्छ होइन 200 पुऱ्याइन्छु गाइज मैले 200 तर पुग्दैन यार दौडाउनु हुन्न माथिनुहुन्न धेरै अझ धेरै बाँच्नु छ मलाई दौडाउनु मैले तर यहाँ पनि बवाल गराएको छ होइन रमाइलो गरेर बस्नको लागि खतरा होइन हात्तीहरूबाट छोडबाट पानी फाल्ने यताउति अनि भगवान्को मूर्ति सुर्ती राखेर बवालले गराएको छ एक दिन यहाँको पनि आउनुपर्छ चट्ट होइन गाई सर त्यतातिर अलिक खासै देखेको छैन त्यहाँ हो अब चट्ट बिस्तार जानुपर्ने हुन्छ अनि हल्का हल्का क्लिपहरू खिच्दै है गाई अब धेरै हिँडेपछि अब हामी मरङकोट भन्ने जाने ठाउँमा डेस्टिनेसनतिर अब लगभग आइपुग्नु लागेको छौँ अब देख्न सक्छौँ नेचुरल भ्यूहरू कस्तो बवाल आएको छ होइन तर मौसमले साथ दिएको छ घाम लागिदिएको छ होइन अब यहाँनिर नास्ता लिएर जानुपर्ने हो कि कसो हो हुन त खाना खाएर हिँडेको तैपनि यहाँ सोधिदिनु पर्ने हुन्छ मरमकोट जाने बाटो कता हो भनेर होइन अलि त्यहाँबाट जानुपर्ने हुन्छ यहाँ सोधिदिउँ है त सिस्टर हुनुहुन्छ एउटा होइन मरमकोट जाने कताबाट हो थाहा छैन मरमकोट जाने कता गर्दै माथि आउँदा नास्ता खामलाई उदय भाइहरू गयो उदय भाइ के ए कस्तो नचिन्नु भयो कि माथि बाटो हो ए ल हुन्छ है चिनेको के अब यता वरिपरि हेर्नुहुन्छ पर्छ गाइज अब चाहिँ हाम्रो उकालो सुरु भएको छ गाइज होइन अफरोड सुरु भयो अफरोड तर यहाँ चाहिँ यस्तो गराइदिएको बवाल छ होइन तर बवाल गराइदिएको छ यहाँतिर चाहिँ फेरि बोल्न पनि के आइरहन्छ क्या झन् अब यहाँबाट सुरु भएको छ हाम्रो मरमकोटको यात्रा सर सोधे जानुपर्ने हुन्छ कता जानुपर्ने भनेर अब यहाँनिर चाहिँ यस्तै छ होइन बाँसको घारी सारी सब मैले यस्तै देखिरहेको थिएँ भिडियोमा गाइस देख्न सक्नुहुन्छ बाटोको अवस्था तर मेरो बाइकले चाहिँ तान्छ होइन दुईमा पनि तान्दिरह हेर तर आमाहरू पनि बस्नु भएको रहेछ यहाँ सर होइन तैपनि हामीले सोध्दै जानुपर्ने हुन्छ अफरोड सुरु भयो भाइ अब रमाइलो लाग्छ होइन थ्याङ्क्स फर एमा नेपाल अब हामी खाना खाएर हिँडेको थियो नास्ता लैजानु भने सोचिरहेको थिएँ मैले भर्खर खाना खाएर हिँडेको के लाने भने बरु फर्किँदा आएर खान मिल्छ अनि देख्न सक्नुहुन्छ झर्नाहरू गरे अझै सानो सानो झर्नाहरू हेर्दै हिँड्नु पऱ्यो मजा छ तर गाइज सर होइन हेर्दै हिँड्ने हो मजा लाग्छ तर अफरोड चाहिँ खतरा हो यस्तै हो अफरोड होइन हेर्नु गाइज कस्तो मजा छ गाउँतिर आएपछि यस्तै हुन्छ क्या भाइब छुट्टै हुन्छ नेचुरल होइन डेन्जर छ छुट्टै भाइब आउँछ क्या यताखेरि त्यही हो आज पानी नआओस् मौसमले साथ देऊ होइन तर बबाल रमाइलो हुन्छ होला आज चाहिँ भाइ र म छौँ अझै एक्स्ट्रा केटाहरू आएपछि अझै रमाइलो हुन्थ्यो होला त्यही छ अब परिस्थिति कारणहरूले आउनु पाएन एक्जाम पढाइ सढाइ पनि भाइहरूको तर एउटा भाइ र म हिँड्दैछौँ ओहो यहाँबाट तल खतरा देखेछ तर यतातिर चाहिँ गाउँ बोका हेर्नु न कस्तो छ बाख्राहरू ओहो मरमकोट जाने यतैबाट दाइ बाटो सुन्नु न कहीँ गएर दुईटा बाटो त हुन्न छैन सिधै हो एउटा मात्रै बाटो हो ए ल हस्दै ल बाटोबाट फेरि डुम्रे निस्किन जान्छ माथि गाउँमा गएपछि
ए ल है त दाइ तर यहाँ माथि चिराइरहेको गाइज खतरा देखिँदै गइरहेको छ अब हामी थुप्रो माथि हाइटमा जानुपर्छ अझै अनि यहाँ गाउँ बस्ती पनि रमाइलो रहेछ अब अफ रोड छ गाइज होइन त्यस्तै हो तर आउँछ मजाले स्कुटी पनि आउँछ गाइज आउनु होला तपाईँहरू होइन ठाउँ बवाल छ मरमकोट यस्तो उकालो हुँदै जानुपर्ने हुन्छ हामीलाई बाटो एउटा मात्रै छ गरे अन्त डो बाटो छैन गरे होइन जस्तै हुन्छ नि जोडिएको बाटोहरू तपाईँहरूलाई अप्ठ्यारो पर्न सक्छ जोडिएको बाटोमा त्यही भएर मैले तल सोधेको क्लियर हुनुपर्छ कि आफू जहाँ हिँडेको छ त्यहाँ डेस्टिनेसनमा पुग्नको लागि आफूले पहिलेबाट के कस्तो चाहिन्छ भनेर होइन पहिलेबाट अभियान पहिले के भन्छ त्यसलाई त्यही मानौँ न गाइस त्यही जे भयो पनि त्यही हो त्यो गर्नुपर्छ सोध्नुपर्छ सबै कुराहरू बुझ्नुपर्छ त्यही हो हामी थुप्रै हाइटमा आइसक्यौँ गाइज देख्न सक्नुहुन्छ खतरा खतरा धेरै गाइज भनेको गरेँ मैले गाइज भन्ने आउँछ के भनौँ गाइज नभने साथीभाइ भन्ने ल हेर्नु साथीभाइहरू आइए देखते हैं मजा आएगा ओ माई गॉड त खतरा ठाउँमा आयो तर यो रुख हेर न कस्तो सुक्यो भाइ होइन कति साल पुरानो होला भन्नु ओके दह्रो पुरानो होला यो रुख यार तर माई गॉड यस्तो बाटोहरूमा पनि आइनुपर्ने नयाँ नयाँ ठाउँ डुल्न पाइन्छ त्यही हो हामी भिडियो खिच्न हिँडेपछि त्यही हो नयाँ नयाँ ठाउँहरू डुल्न पाइयो बुझ्न पाइयो त्यही हो रमाइलो चाहिँ होइन ओ माई गॉड तर यस्तो बाटो गराएर चाहिँ अन्त आनन्द तरिकाले खतरा तान्छ कि फेरि बाइकले फेरि अहिले पनि होइन बबाले हो तर यहाँलाई पिच गराएर चाहिँ क्या अहिले गाइज हेर्नु त पिच जस्तो छ त बबाल बबाल ओहो बवाल देख्यो तर यार गाइज बाटो देख्न सक्नुहुन्छ बाटो चाहिँ होइन अलिकति मात्रै रहेछ पिच होइन त्यस्तै चाहिँ ठाउँमा दुखाउने ठाउँ रातो माटो त्यस्तैमा पिचहरू गराइन्छ गाउँतिर फेरि तपाईँहरूले कति ख्याल गर्नुहुन्छ बाटो चाहिँ यही हो गाइज रन्किनु पर्ने हुन्छ ल हेर्नुहोस् यहाँ पनि गराइदिएको छ यस्तो रातो माटोहरू हुने अनि यो घुम्ती र उकालो हुने ठाउँमाहरूमा यस्तो गराइदिन्छ कि कति ख्याल गर्नुपर्छ तपाईँहरू यसो गाउँतिर यतातिर घुम्न जानुभयो भने तपाईँलाई थाहा हुनसक्छ यसको विषयमा अनि भिडियोहरू मन पराइदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला गाइज अब हल्का हल्का हुँदैछ त्यही हो छिटो 1K पुगेको हेर्न मन लागेको छ मलाई चाहिँ ओइ मेरो ऱ्याङ्कोट ओ माई गॉड हेभन देखेला हेभन गाइज यहाँ बसेर अब हामी खतरा एकछिन बसेर हेर्छौँ गाइज झरना र डेन्जर छ तर ठाउँ हो यहाँ माथितिर बस्ती पनि रहेछ गाइज अब हामी आइपुग्नु लाग्यौँ ऊ त्यहाँ भाइ हामी जाने गाइज ऊ त्यही ठाउँ हामी जाने चाहिँ तर खतरा देखेको छ बादलहरू उडेको तर देख्न सक्नुहुन्छ होइन यहाँ बस्ती पनि रहेछ हल्का अझै माथि जानुपर्ने हुन्छ हामीले बाइक जान्छ कि जान्दैन थाहा भएन तैपनि हेरौँ सकेसम्म लैजाऊँ के अरे हिँड्न नपरोस् भन्ने सोच हो हाम्रो चाहिँ होइन तर यहाँ बस्ती रहेछ गाइस देख्न सक्नुहुन्छ मरङकोटमा सोध्नुपर्ने हुन्छ हामीलाई ओहो बबाल छ गाइस बबाल बाटो चाहिँ त्यही हो आनन्दै राम्रै रहेछ बाटो चाहिँ होइन ढुङ्गा ढुङ्गीहरू छ अलिकति गडाङ गुडुङवाला तर हिलो यतातिर हाल्नु पऱ्यो अनि बबाल छ अब माथि गएर हल्का खिच्नु पऱ्यो क्लिपहरू होइन गाइस त्यही हो तानसिरबाट चाहिँ नजिकै नि त गाइस 1 घन्टा पनि लाग्दैन तर हामी चाहिँ भुल्दै भुल्दै आएको आनन्द बस्दै अब गाइस धेरै बेर लाग्दैन हामीलाई 1-2 मिनट लाग्छ सर र अनि यहाँ मरामकोट है छ खास नाम होइन मरामकोट पर्यटक क्षेत्र अब यहाँ छ अब कहाँबाट जानुपर्ने हामी खासमा मरामकोट यो सिधै हो हामी चाहिँ निकै माथि गइरहेको छौँ अलिकति माथि तर जाने चाहिँ यस्तो नक्सा यस्तो तरिकाले यो तरिकाले छ अनि भाइ चाहिँ अनि यस्तो छ होइन नक्साहरू तल गुफा पनि रहेछ क्या हो समृद्धेश्वर गुफा अनि चर्चरी स्कुल होइन यिनीहरू तलबाट चर्चरीबाट आयो अनि मिराङलुहुङ यु डाँडा ल अब चाहिँ हामी जान्छौँ गाइस अनि यस्तो छ बस हालत चाहिँ पसिना आएर होइन अलिकति गर्मी भइरहेको अनि रेलिङबाट जानुपर्ने हुन्छ
जाम भाइ हेर्नु न सर र अनि यहाँ तल चाहिँ स्कुल रहेछ यो ठाउँको चाहिँ होइन अब अलिकति हिँड्नुपर्ने हुनेछ कति लगभग 2 मिनट चाहिँ हिँड्नुपर्छ अरे होइन 2 मिनट जति हामी हिँड्नुपर्ने हुन्छ त्यहाँ तलतिर सोद्धाखेरि त्यही भन्नुभएको थियो त्यही हो गाइज अब माथि गएर देखाउँछौँ हामीले चाहिँ बाटो चाहिँ यस्तो छ हामी गाइज फाइनली आइपुग्यौँ अब 1-2 मिनट हिँडेर तलबाट 2 मिनट पनि आएन क्या होइन हामीलाई त अनि आइपुगेको छौँ हल्का पसिना देख्न सक्नुहुन्छ तर बवाल उहाँ दाईहरू पनि हुनुहुनेछ तर खतरा ठाउँमा चाहिँ गाइज देख्न सक्नुहुन्छ ओहो तर बवाल आएको छ बवाल छ गाइज ठाउँ त बवाल देख्न सक्नुहुन्छ हावा चलेर बवाल छ ठाउँ त खतरा छैन भाइ अब त्यहाँ गएर हेरौँ कस्तो हुन्छ तर मौसम चाहिँ खासै ठिक होइन है यस्तो पसिना भएर यस्तो हालत र जाम अब हेरौँ अब जाँदैछ गाइस ठाउँ कस्तो छ अनि त्यहाँबाट कति ठाउँ देखिन्छ कस्तो ठाउँ देखिन्छ अनि तल बुटुलसम्म देखिन्छ अरे अनि पसिना आएको देखिन्छ लास्टै पसिना लास्ट आएको छ के गर्नु आजकल हिँड्नै सकिन्न बस्नु जानी लायो यो भगवान हावा चल्यो यार तर खतरा खतरा देखिन्छ होइन आउनु गाइस अब माथि गएर हेरौँ कस्तो छ हेरौँ वेलकम टु मोबाइल देखेको होइन दामी छ क्या त अब माथितिर गएर हेर्नेछौँ कस्तो आउँदैछ होइन कस्तो रमाइलो हुँदै गएको छ अहिले चाहिँ खतरा देखेको छ भाइ तर जाने हो र जाने तर गाइज बबाल छ तपाईँहरू पनि आउनु होला देख्न सक्नुहुन्छ अघि न त्यहाँ तलतिरबाट हामी यस्तो ल्याएर चरचरी हुँदै तलबाट आइयो कस्तो दामी छ दामी छ गाइज दामी तर होइन देख्न सक्नुहुन्छ तर हावाले सुनिला बोलेको अब ओ माई गड डेन्जर कस्तो लाग्यो भाइ दामी छ है हेर न कस्तो खतरा देखेको छ तानसिल यता कतातिर हो उता हो क्या होइन तानसिल उता पर्छ उता साइड हो तर बबाल हावा लागेको छ ठाउँ चाहिँ बबाल छ गाइज बबाल होइन त कस्तो तरिका हिँडिरहेको छ होरी ओ माई गड तर बबाल लागेको छ मलाई चाहिँ होइन गाइज त्यही हो अब हामी माथि जाँदैछौँ गाइज यहाँ पनि हेर्नु पऱ्यो होइन हेभन छ होइन कस्तो फिल भइरहेको छ तपाईँलाई तर यहाँ आउँदा मजा हुन्छ हाम्रो नेपालको एउटा प्रकृति सुन्दर होइन त्यसै मजा छ जहाँ गयो त्यही आनन्द बिन्दास लागिरहेको छ देखि सक्नुहुन्छ सर र होइन तानसिल पाल्पादेखि यता बुटुल जाने रोडसम्म पुरै देखिन्छ उतातिर साइडमा अनि यहाँबाट माथि पनि छ अरे अझै अब हामी टाइम मिलेसम्म माथि जान्छौँ पनि तपाईँहरू पनि आउनु होला जो कोही नजिक हुनुहुन्छ अनि टाढा हुनुहुन्छ तपाईँ बुटुलबाट आउनु लगभग तपाईँलाई 2 घन्टा पनि लाग्दैन अनि चाहिँ छ नि अनि
टान्सीबाट चाहिँ 1 घन्टा पनि लाग्दैन गाइस आउनु होला रमाइलो गर्नु होला हेर्न सक्नुहुन्छ कस्तो बवाल छ ओहो आनन्द छ तर खतरा छ हैन गाइस हेर्न सक्नुहुन्छ बवाल ठाउँ बवाल वान अफ द पिस डाँडामा माथिबाट गइरहेछ बे बादल त हेर्नु त गाइस तर खतरा रमाइलो हुँदैछ गाइस ल खिच न ओहो माइ गॉड भर्खर कस्तो थियो मौसम कस्तो भइबे यार हैन धेरै मजा लाग्छ मलाई चाहिँ आवाज जस्तै मलाई गरेको बवाल लाग्छ गाइस बवाल देख्न सक्नुहुन्छ अघिल्लो मौसम कस्तो थियो होइन यहाँ देख्न सक्नु गाइस अघिल्लो मौसम कस्तो थियो अहिले भर्खरै कस्तो भइरहेको छ जताततै बादल डुब्नु भएको छ माइ गॉड तर बवाल छ यार तर होइन भाइ चिसो हुनु लाग्यो अब चाहिँ होइन भर्खर घामले भेजा गरेको थियो चिसो हुनु लागेको छ अब चाहिँ गाइस गरम भएको थियो अहिले चाहिँ देख्न सक्नुहुन्छ खतरा भएको छ मेरो म आयो भने त बादलको बिचमा छ होइन हुरीको बिचमा हो मजा लाग्छ तर एकछिनमै हो थेत तर हेर्न सक्नुहुन्छ मौसम नजारा डुम्म चारैतिरबाट देख्न सक्नुहुन्छ अब चाहिँ चारैतिर कुहिरो लाएर यस्तो बनाइदिएको छ फेरि घाम नि लागेको छ हल्का हल्का देख्न सक्नुहुन्छ गाइस तर हामी चाहिँ ठिकै ठाउँमा आएर खिच्न पाएछौँ हामीलाई भगवान्ले होइन चान्स दिएको होइन लभली तर होइन लकले साथ दियो नि त हामीलाई अनि नाम पनि के लेख्दो रहेछ गाइस देख्न सक्नुहुन्छ अब जोडाजोडी छप्का छप्कीहरूको हो नि त तर बाबा लागेको छ भाइ तिमीलाई यहाँ आएर केही पछुतो त भएको छैन यस्तो ठाउँ हेर्नु पाइयो झन् बवाल छ होइन ओहो माइ गॉड अझै आउँदैछ हेर्नु न गाइस हुरी तर भर्खरै कस्तो बवाल भइरहेको गाइस हेर्न सक्नुहुन्छ आउनु होला एकदम रमाइलो छ हेर्नु न कस्तो तरिकाले गयो छिटोकै तल बाँधो सर सर ओ माइ गॉड माइ गॉड यार रमाइलो छ यार गाइस तर यार ओहो बवाल छ बवाल आउनु होला तपाईँहरू पनि रमाइलो न फेरि हेर्नु न छ्याक्क भइदियो म अघि न कस्तो थियो फेरि भर्खरै छ्याक्क भइदियो क्या बवाल छ गाइज आउनु होला होइन यस्तो छ अनि मौसम चाहिँ अहिले यस्तै छ गाइज देखि सक्नुहुन्छ भर्खरै के हुन्छ अनि बवाल ठाउँ चाहिँ अहिले देखि सक्नुहुन्छ सरर होइन पिस छ कि होइन नेपाली ठाउँ पनि यस्तो भाइब छुट्टी आएको छ होइन यहाँको फेरि नेपालमा चाहिँ यस्तो स्वर्ग हो कि गाइज चर्चल चाहिँ भने पनि होइन देख्न सक्नुहुन्छ यस्तो खतरा खायो कि तल यहाँ तल हामी पनि जान्छौँ फेरि अनि भाइले कस्तो मजा लागिरहेको छ वरिपरि हेर्दै होइन तर उता भन्दा यता हाइटी छ तर बवाल आएको छ गाइस तल देख्न सक्नुहुन्छ हल्का हल्का घाम लागेको छ अनि गाईहरू चराउनु भएको छ तल चाहिँ मान्छेतिर आउनु भएको छ हामीलाई त्यहाँ हाँस्नु भएको छ अनि सर हेर्नु त खतरा छ खतरा यहाँ चिच्चाइरहनु मन लागेको छ घरिघरि त्यही हो आनन्द भएको छ चाहिँ गाइस तपाईँहरू पनि आउनु होला हेर्नु न कस्तो भयो यार ओ माई गॉड तर हामी मात्रै लक्की मान्छेलाई यस्तो देख्नु पाउने होइन भाइ तर बवाल भएको छ बवाल अब हामी एकछिन बस्छौँ इन्जोय लिन्छौँ अनि त्यसपछि अब टाइम मिल्यो भने हामी चाहिँ उतातिर जाने भने सल्लाह भएको छ तै पनि हेरौँ के हुन्छ तर एकछिन चाहिँ टाइम स्पेन्ड गरिन्छ हामी होइन त्यसपछि अनि जानुपर्ने हुन्छ गाइस बवाल रमाइलो लागेको छ अब तपाईँहरू पनि आउनु सक्नुहुन्छ एकचोटि नजिकै हुनुहुन्छ भने होइन अब हामी घुम्ने यताउति हेर्ने एकदम रमाइलो लिने टिकटक सिकटक गराउने सबै गरेँ हामी भाइ र म बवाल लाग्यो भाइ फेरि एकचोटि साथीभाइहरूसँग फेरि आउनेछौँ तपाईँहरू पनि आउनु होला रमाइलो छ अब यस्तै छ बवाल छ ठाउँ अनि मान्छेहरू पनि आइरहेको छन् होइन बिस्तारै बिस्तारै र ठाउँ चाहिँ बवालै हेर्ने गाइस
ओ माई गड मारेको छ बे ठाउँले त हेर्नुहोस् खतरा छ ठाउँ अब फेरि हामी साथीभाइसँग फेरि आउँदैछौँ पुनः रमाइलो गर्न अहिले चाहिँ 2 जना मात्रै भाइ र म मात्रै अनि बिस्तारै आउँछौँ अनि सब्सक्राइबहरू गरिदिनु होला सेयर गरिदिनु होला अनि खतरा खतरा ठाउँमा जान्छौँ रमाइलो गर्छौँ फेरि होइन अब फेरि सोसल एक्सपिरियन्स जस्तै त्यस्तै सोसल एक्सपिरियन्स जस्तै के तरिकाले सोचेर फेरि गर्न मन लागेको छ अनि सपोर्ट गरिदिनु होला पाल्पातिरबाट पनि होइन गाइस तानसिनबाट अनि बवाल ल्याउने छु कन्टेन्टहरू अनि रमाइलो गर्नुपर्छ होइन भाइ बवाल रमाइलो गर्नुपर्छ आउनु होला बवाल चाहिँ ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ सरर सफा आनन्द नेचर कस्तो दामी छ हेर्नु त ठाउँ त खतरा हो नि तर तल गरुहरू देख्न सक्नुहुन्छ खतरा गरुहरू चलाउन आउनुभएको छ दिदी बहिनीहरू सबै तर बवाल छ ठाउँ त ओहो त्यही गाइस आउनु होला रमाइलो गर्ने अब हामी एकछिन बसेर फर्किन्छ यहाँबाट अनि भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन भाइ लाइक कमेन्ट्स त्यही त सब्सक्राइब गरिदिनु होला त्यही त हो अनि हेर्नुहुन्छ भने सब्सक्राइब गरिदिनु होला त्यही हो अनि तलतिर साइड पनि जाँदैछु बाबु तिम्रो नाम के हो बाबु यता हेर न के गरे सुमी समीर हो हेलो गरिदेऊ ल हेलो गरिदेऊ न यसरी भन्दैन हौ यस्तो गर न हेलो गर न भन न म चक्लेट दिन्छु नि अहिले चक्लेट दिन्छु कि अहिले उता गएर हो दोकान छ कि नि उता दोकानमा चक्लेट किनिदिन्छु नि पढ्न हिँडेको बाबु ल बाई गरिदियो एकचोटि यता हेर न बाई गरिदेऊ न बाई यस्तो हात हल्लाएर के तल नि जान्छौँ कि हामी चाहिँ के छ होइन सर अब आएपछि सबैको डुल्टिनु पर्ने हुन्छ गाइस अब हामी चाहिँ हेरेर फर्किभएको छौँ अब अर्कोचोटि फेरि साथीभाइसँग टन्न आउँछ होइन रमाइलो गर्छ हो कि नि भाइ ठाउँ बवाल छ आउनु होला तपाईँहरू पनि ल हेर्नुहोस् कति ठाउँ बवाल छ आउनु होला फेरि भनेको भन्नु होला फेरि कमेन्टमा तर बवाल आएर बवाल भनेको अनि त्यही हो हामी फर्किभ्यायौँ अब टक्क जाँदा हल्का हल्का क्लिप गराउँछौँ नास्ता खानेर अनि हामीलाई अहिले चलिदिनु पर्ने हुन्छ हल्का सुट अनि बर्खाको मौसम छ पानी आउनु फेरि त्यस्तै होइन भर्खरै घाम लाग्छ भर्खरै अँधेर हुन्छ पानी आउँछ त्यही भएर हामी चाहिँ चलिदिनु पर्ने हुन्छ चाँडो गरेर अब नेक्स्ट टाइम त्यही दसैँतिर हुन्छ यताउति हामी आएर माथि साथी घुमेर गुफा सुफा पनि रहेछ तपाईँहरू गुफा सुफा भन्नाले गुफा पनि छ अनि माथितिर बुद्ध सुद्ध के टावरहरू पनि रहेछ त्यहाँबाट तलको भ्यू देखिँदो रहेछ अनि आउनु सक्नुहुन्छ तपाईँहरू माथि जान सक्नुहुन्छ आउँदा अनि हामी चाहिँ दसैँतिर आउँदाखेरि केटाहरूसँग जाने कुरो भयो गाइज अब लास्ट चाहिँ यस्तो देखिन्छ ठाउँ चाहिँ होइन ठाउँ चाहिँ भवालै ठाउँमा छ गाइज भिजिट गर्न आउनु होला है त सर अब हामी जान्छौँ बाइक भएको ठाउँमा तलतिर बाइक रोकेको छ अनि हिँडिदिनु पर्ने हुन्छ गाइज बिचमा क्लिपहरू आउँछ हल्का हल्का त्यही हो टक्क बाइक रोकेर नास्ता खाना हाम्रो दाइको कस्तो दामी गराउन चाहिँ बट्टुक सट्टुक उतै भाइहरू आएनन् हो हाम्रो दाइ कहाँ छिर्नु होला है रोडमा ठ्याक्क माथि जानेमा उतै भाइहरू आएनन् नास्ता खान लगाइरहेको हामी गाइस रोस्ट बटुक होइन यहाँको फेरि रुचाउने यो मैले ल भाइ खाँदैन त टक्क डिउसँग हामी चाहिँ अब तानसिन सहर आइरहेको छौँ अब टक्क यहाँ बजार हेरिदिउँ न भनेर के गाइस सर र बजार हेर्दै जाऊँ आनन्द होइन के छ माहौल भनेर हो कि उति एउटा सर्टकट जाने मिल्थ्यो तर हेरौँ के छ माहौल भनेर हो नि देखिसक्नुहुन्छ बस पार्क हामी चाहिँ यतातिरबाट जानु पऱ्यो घुम्दै माहौल चाहिँ डेन्जर छ कि फेरि होइन किनकि पानी धेरै दिन पऱ्यो नि त त्यही भएर मान्छेहरू घुम्दै नै हिँडेको होला सर र होइन पुडी खेलतिर हाल खबर के छ त फुटबल म्याच त भएको छैन बसेन है भाइ भएन रे फुटबल म्याच गाइस मान्छेहरू देखिसक्नुहुन्छ हल्का हल्का सर र अनि यसको अर्थ चाहिँ के रहेछ भाइ यो माथिको त्यो बुद्धको केही कार्यक्रम हुन लागेको यस्तो भएको जताततै चटपट
जङ्गल हो क्या डेन्जर डेन्जर गाइज हेर्नु सक्नुहुन्छ भिड कति छ ल त गाइज तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो होइन सल्लाह सुझाव प्रक्रियाहरू दिन सक्नुहुन्छ अनि लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि हेर्ने भ्युवर्सहरू चाहिँ सब्सक्राइब गरेर जानु होला अब भिडियो अब राम्रो राम्रो गराउँदै जान्छु पछि पनि होइन तपाईँले सपोर्ट गरिदिनु होला अब नेक्स्ट टाइम भेटौँला गाइज अर्को भ्लगमा गाइज ओके बाइ बाइ गाइज यहीँबाट हाम्रो भ्लगिङ गर्नुपर्छ बाइ बाइ गाइज टेक केयर